यो आन्टी के को साग अरे आन्टी यो भाटाको मिठे पाता मिठे पाता भन्छ त हेटोरातिर सिस्नो भन्छ ए मिठे पाता भन्छ चिप्लो हुन्छ सिस्नो जस्तै हिन्दी जस्तै चिप्लो हुन्छ ठिक छ त पाते साग भन्दो रहेछ लौ ल पुदिना अनि के अरे आन्टी यो अब यो साग चाहिँ सबै मासिदिने यो जारा चाहिँ के गर्ने यसको पुच्छार चाहिँ अब यो दुईटामा खोर्सानी रोप्ने यसमा एउटामा त्यहाँ खोर्सानी रोप्ने यहाँ रोप्ने अनि यहाँ चाहिँ सागै रोप्ने त्यसो धेरै खुर्सानी खानु पाउने भयो भोलि पर्सि मलाई नि दिनु है आन्टी फल्यो भने टन्नै भन होइन फलोस् अनि खाने आफूलाई नपुग्दा के धेरै हुन्छ र है थोरै त हुन्छ नि धेरै ठाउँ मान्छेको ठुलो ठाउँ छ र तपाईँको यो फुल कहाँ लिनेको यो पिङ्क फुल याङजीको बाट बिरुवा के अरे दाना ल्याएको मजाको भएछ नि त कति भएको अनि उखेलेर फ्याले अस्ति त्यो ए यो फुल त राम्रो नि त औषधि हुन्छ अनि उता छ त्यता छ पुगिहाल्यो पुग्छ फुलमा चाहिँ रोप्यो उस सबिनाको मम्मीले यहीँबाट लगाएन तपाईँको लगेको खै के को चाहिँ औषधि हुन्छ भन्दै यो सुगर प्रेसर यो यस्तो खानु अरे होइन यो फुलभन्दा मुनि यो पाएन हुन्छ पत्ता त्यो बिहानमा दिनै दुईटा पत्ता खानु अरे सुगर हुँदैन अरे सुगरको औषधि हो कि नभए त अपरेसन गर्दैन ल यहाँ दुबो रोपेको चाहिँ दुबोको चाहिँ यो के भन्छ सुगरको औषधि हुन्छ अरे हाम्रो आन्टीलाई अनि औषधि भएको कारणले यो खाँदा सुगर हुँदैन अरे तपाईँहरूलाई पनि थाहा छैन भने यो दुबो टिप्दै खानु है सुगर भएको बिहान दुईवटा मुन्डो खाने रे दुईवटा मुन्डा खाने रे सुगर हुँदैन अरे अनि यहाँ सानो फुल पनि फुलेछ यो फुलको नाम चाहिँ अब थाहा भएन यहाँ थुप्रै फुलहरू छ हाम्रो आन्टीको बगैँचा हो दामी छ नि यहाँ खुर्सानी रोप्नु भएको छ अनि यहाँ पुदिना छ घिउकुमारी कति हो यो कौसी खेती चाहिँ मलाई पनि मनपर्छ दामी ताले गर्नुभएछ कौसी खेती फुल रोप्नु भएछ खुर्सानीको बिरुवा डल्ले खुर्सानी रोप्नु भएछ घिउकुमारी अनि घिउकुमारी चाहिँ के गर्नुहुन्छ आन्टी खानुहुन्छ तर खाँदा त कप्चेर खोल्छ अरे नि त कप्चेरहरू खोल्ने पेट गडबडी छ भने त्यो राम्रो हुन्छ अरे नि त त्यही त अनि यहाँ खुर्सानीको फुल फुल्दैछ यहाँ मेरो आन्टीको घरमा चाहिँ यहाँ खुर्सानी निकालेर खुर्सानी ए घिउकुमारी यो फ्याल्नु राखे कि काम चलाउनु ए ठिक छ यो घिउकुमारी त हातपात मर्दैन त त्यही भएर जति राख्दा पनि के हुँदैन यो घिउकुमारी चाहिँ तपाईँहरूलाई पनि चाय खण्डमा यसले तेल बनाउनु पनि मिल्छ तेलमा हालेर फेसमा लाउनु पनि मिल्छ खानु पनि मिल्छ औषधि हुन्छ ल यहाँ चाहिँ पुदिना छ पुदिना टिप्नु चाहिँ भन्नुहुन्छ कसरी टिपौँ भनेर दाउ के को दाउ आन्टी ए पानी पऱ्यो बेलामा ए त्यसै हो मैले पुदिना टिप्दैछु सुराउँदैछु यहाँ अचार खान यो चाहिँ एकदम फ्रेस पुदिना रहेछ यो पुदिनाको चिया खानु एकदम राम्रो नि आन्टी चिया पुदिनाको खानुहुन्न ए पुदिनाले तपाईँलाई चिसो लाग्यो तर पुदिनाको अचार खानु राम्रो हो हाम्रो अनि त कौसीमा मजाले तरकारी फल्नु लागेको छ यहाँ करेला फल्नु लागिसकेको छ यहाँ फुल फुल्दैछ करेलाको फुल
आन्टीलाई त पुग्छ भने हो 1-2 जना तरकारीलाई आन्टी किन्नु पर्दैन होला हो कि होइन कौसीमा रोपेर धेरै भए त पुग्छ होला यति नै पुग्छ हरियो परियो खानु त मानेदार साग भन्थ्यो तर तपाईँको उम्लिन्छ आउँछ यो साग किनभने आज पानी परेछ नि त अनि यहाँ पुदिना रहेछ हाम्रो आन्टीको थोरै अनि यो चुचे करेला चुचेर करेला तिते होइन चुचे म त चुचे करेला भन्छु बोटिप्दै खानु है सुगर भएको बिहान बिहान 2टा मुन्डो खाने रे 2टा मुन्डा खाने रे सुगर हुँदैन रे अनि यहाँ सानो फुल पनि फुलेछ